हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल। अनि म चाहिँ 1 महिनापछि फेरि पनि भ्लग स्टार्ट गर्दैछु साथीहरू। अनि अहिले चाहिँ म यता आइसकेको छु, धमक आइसकेको छु साथीहरू। अनि अहिले चाहिँ म त्यतिकै बसिरहेको थिएँ होइन, सोच्दा 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 के गर्ने होला भनेर सोच्दा सोच्दा मेरो दिमागले चाहिँ के भन्यो भने चाहिँ ल भ्लग बना समीक्षा जहिले भनेर सोचेँ। त्यसपछि म भ्लग बनाउँदैछु साथीहरू। अनि साथीहरू, मेरो दिदी चाहिँ पढिराख्नु भएको छ। उहाँ चाहिँ एकदमै धेरै मेहनती हुनुहुन्छ, एकदमै धेरै पढ्नुहुन्छ। सायद यो साल चाहिँ उहाँले केही न केही चाहिँ गर्नुहुन्छ होला भन्ने आशा राखेको छु। त्यसपछि म भयो, म चाहिँ थिएँ ठ्याक्कै भ्लग बनाउने भन्ने दिमागमा आयो क्या। ठ्याक्कै साथीहरू अहिले चाहिँ फोन आयो होइन। अनि साथीले फोन गर्नुभएको थियो, कपाल काट्नु आउनुहुन्छ अरे मेरो साथी चाहिँ। कपाल काट्नु आउँदै हुनुहुन्छ। मेरो साथीको कपाल फेरि यति लामो छ साथीहरू, यति लामो छैन, म तपाईँहरूलाई देखाउँछु पनि अहिले। अनि हामी चाहिँ दुईजना क्या रुममा बस्दा बस्दा हामीलाई फ्रस्ट्रेट भयो क्या साथीहरू। अनि के गर्ने कसो गर्ने भन्दाखेरि चाहिँ अब सुनाउने कोही पनि त्यहाँदेखि हामी बाहिर निस्केको पनि छैनौँ। हामी यहाँ रुममा बसेदेखि फेरि हामी बाहिर निस्केर हाम्रो चाहिँ चलनै छैन क्या। रुममा बसेको दिनभरि हामी रुममै मात्रै बस्छौँ। अनि पढ्नु हुँदै दिदी पढ्नुहुन्छ यसरी, दिदी पढेको पनि देखाउँछु, पढ्नुहुन्छ साथीहरू। अनि हाम्रो रुममा चाहिँ एकदम काम लाग्ने कुराहरू पनि हामी चाहिँ राख्छौँ क्या। अनि यहाँनिर हेर्नु न, यो भित्तामा एकदमै के अरे मोटिभेसनवाला। अनि त्यसपछि यो चाहिँ हामीलाई काम लाग्ने कुराहरू हामीले चाहिँ यसरी राखेको छु। यो चाहिँ हाम्रो बहिनीले राखेको हो। त्यसपछि तपाईँहरूलाई के देखाउनु, अरू के देखाउँछु म तपाईँहरूलाई देखाउँछु ल साथीहरू। यो चाहिँ साथीहरू प्लास्टिकको फुल कस्तो राम्रो देखिरहेको छ। अनि मैले बाहिर राखेको थिएँ। अनि साथीहरू, हाम्रो रुमदेखि पल्लो रुममा चाहिँ एकजना ह्यान्डसम भाइ पनि बस्नुहुन्छ क्या। तिम्रो भिडियो बनाउनु मिल्छ कि मिल्दैन भन त। मिल्छ ए। अनि तिम्रो नाम भन। सन्जोक लिम्बू। अनि तिम्रो सपना चाहिँ के बनाउँछ अरे तिम्रो सपना? ब्रिटिस आर्मी। वाउ, मान्छे पनि ह्यान्डसम छ पक्कै। 5 minutes later. पर्खिँदा मेरो साथी पनि आइपुग्नु भएन। अनि म छतमा जाँदैछु साथीहरू, मेरो लुगा पनि धुनु पर्नेछ। 5 minutes later. मेरो साथी चाहिँ बल्ल बल्ल आउनुभयो। अनि कपाल काट्नको लागि रेडी हुँदै हुन्थ्यो। यति लामो छ, यति राम्रो छ। अनि त्यसपछि फेरि नकाट्नु भनेर काट्नु भएन। अनि त्यसपछि मैले चाहिँ फोटो खिचिदिँदै थिएँ। त्यसपछि साथीहरू मैले अगाडि पनि क्यामेरा राखेर हामी चाहिँ पुरा बोल्दै भिडियो बनाउँदै थियौँ साथी र म। 5 minutes later. साथीहरू, अनि हामी चाहिँ अहिले साथी आएर पनि गफसफ गरेर पनि होइन, अनि साथी गइसक्यो। अनि अब हामी चाहिँ खाना बनाउनु पर्ने हुन्छ। अहिले बेलुका पनि भइसक्यो नि त। अनि अब हामी खाना बनाउँछौँ भन्दै आजको मेरो भ्लगलाई यही गर्न चाहन्छु। बाई बाई।